सधैँ आउनुसँग कार्यक्रम अगाडि बढिरहेको छ। आज कालिका नगरपालिकाको मुटुमा रहेको कालिका नगरपालिकाको शिक्षा क्षेत्रको धरोहरको रूपमा पनि रहेको यस भीमोदय माध्यमिक विद्यालयको कक्षा 10 मा पढ्ने भाइ बहिनीहरूको लागि करिब कक्षाहरू अन्तिम हुँदैछन् विद्यालय पठन पाठन गर्ने कुराको लागि। त्यसको चाहिँ तयारीको लागि विशेष गरी यासी तयारीको पूर्व सन्ध्यामा यहाँहरूसँग चाहिँ खालको भेटघाट गर्ने परिचय गर्ने जुन एउटा अवसर प्रदान गर्नुभयो। आज यस विद्यालयका अध्यक्ष जो अध्यक्षता गरिराख्नु भएको छ गोपालजी गुप्ताज्यू, यसै गरी यसै विद्यालयका प्रधानाध्यापकज्यू, पूर्व अध्यक्षज्यू, हामीलाई प्रेरणा जगाउनु हुने पूर्व शिक्षा अधिकारी तथा अहिलेका मोटिभेटर र सम्पूर्ण यस विद्यालयको गरिमामयलाई अझ उच्च राख्न र आफ्ना बालबालिकाहरूको पठन पाठनको लागि अझ राम्रो गर्नको लागि यस विद्यालयको समितिमा रहेर काम गर्नुहुने सदस्यज्यूहरू र तपाईँ विद्यार्थी भाइ बहिनीहरू, शिक्षक साथीहरू सबैलाई म एकपल्ट नमस्कार भन्न चाहन्छु। फेरि पनि नमस्कार भन्न चाहन्छु। कस्तो लागिरहेछ? एकदमै त्यो चाहिँ अप्ठ्यारो फिल त भएको छैन। अब तपाईँहरू चाहिँ करिब भीमोदय माध्यमिक विद्यालय चाहिँ अब क्लासहरू अन्तिम हुँदैछ। कतिबाट परीक्षा? 7 गतेबाट परीक्षा। 7 गतेबाट परीक्षा सुरु हुँदैछ। परीक्षाको अगाडिपट्टि अब जुन तयारी गर्नुपर्ने हो त्यसको लागि तयारीमा तपाईँहरू जुटिराख्नु भएको छ। मलाई थाहा छ कि कालिका नगरपालिकाको अहिले म एउटा विकट स्कुलको चाहिँ वार्षिक उत्सव कार्यक्रममा गएर आएको। छेरबाङ भन्ने एउटा ठाउँ छ, नाम सुन्दा तपाईँहरूलाई अप्ठ्यारो लाग्छ। छेरबाङ भन्ने छ, एउटा चेपाङ भाषाको एउटा चाहिँ छेरबाङ भन्ने ठाउँ छ, त्यो नाम छ। त्यहाँ चाहिँ शक्तिखोरबाट गाडीमा बल्ल जाँदा त्यो बाङ्गोटिङको गाडीमा हामी नगरपालिकाले नै खनेर बनाएको बाटो धीरे जाँदाखेरि माथि हाइटमा गएपछि सिन्ती झर्ना जाने बाटो यतापट्टि जान्छ। सिन्ती झर्नालाई छोडेर त्यो गेटबाट चाहिँ दाहिनेतर्फ लागेर गइसकेपछि हामी छेरबाङ भन्ने माथिल्लो ठाउँमा पुग्छौँ। त्यहाँ आज वार्षिक उत्सव थियो, अभिभावक भेला थियो। मैले सुनेअनुसार हामीले यस शिक्षालाई राम्रो गर्न भनेर एउटा काम गरेका छौँ, तपाईँलाई सुनाउन चाहन्छु। कालिका नगरपालिकाभित्रका सबै विद्यालयहरूमा अहिले हामी कहाँ 33वटा स्कुल चाहिँ रनिङ छ, सामुदायिक विद्यालयहरू। हाम्रो चाहिँ निजी विद्यालयहरू पनि छन्, 11वटा करिब छन्। मन्टेश्वरीहरू छन्, हाम्रो मन्टेश्वरीको नाममा चलेका 2-3टा मन्टेश्वरीहरू छन्, चलिरहेछन्। त्यो विद्यालयको यो सम्पूर्ण विद्यालयहरूको चाहिँ वार्षिक उत्सव गर्नको लागि हामी लाग्यौँ। करिब ठुल्ठुला विद्यालयहरूले जस्तै भीमोदयले गत सालै पनि स्वर्ण महोत्सव गर्यो, अरू पृथ्वीमाथि लगायत विद्यालयहरूले त गरिरहेको थियो। तर नेपालभरि यस्तो रहेछ शिक्षाको अवस्था, अहिले हामीले अलिकति गहिरोसँग हेऱ्यौँ, कुनै पनि विद्यालयको मिटिङ बस्दो रहेछ। मलाई लाग्छ 90% विद्यालयको मिटिङहरू बस्दैन। त्यो तपाईँलाई अनौठो लाग्ला। किन शिक्षाको गुणस्तर खस्किरहेको भन्दा तपाईँको तराईतिरमा त केही नै बस्दो रहेछ, पहाडतिर पनि त्यस्तै। वार्षिक उत्सव भने अभिभावक भेला हुने, विशेष गरी अभिभावक भेला हुँदो रहेछ। कक्षाको भेला भयो, जाँचको लागि भेला भयो, सक्यो। वार्षिक उत्सव भनेको चाहिँ कस्तो हुन्छ, त्यसको चाहिँ हिसाब किताब अडिटदेखि रिपोर्टदेखि सबै चिज चाहिँ पारदर्शी गर्नुपर्छ। त्यसको हिसाब किताब सहितको चाहिँ त्यहाँ टेबलमा पढेर चाहिँ प्रधानाध्यापकज्यूले सुनाउनुपर्छ, अध्यक्षज्यूहरूले उठेका प्रश्नहरूको उत्तर दिनुपर्छ। त्यो मेयर उपमेयर भएको ठाउँमा मेयर उपमेयरले उत्तर दिनुपर्छ। गाउँपालिकाको अध्यक्ष वडाध्यक्ष भएको ठाउँमा त्यहाँ उहाँहरूले उत्तर दिनुपर्छ। एकदम जिम्मेवारी चाहिँ विद्यालयको पारदर्शी गर्ने कामहरू हो। त्यो काम चाहिँ हामी कालिका नगरपालिका नेपालको यस्तो एउटा नमुना पालिका बन्दैछौँ। हामी सम्पूर्ण 100% विद्यालयको चाहिँ वार्षिक उत्सव र अभिभावक भेला गरेर त्यो छिमेकमै भएका छिमेकीहरूले पनि विद्यालय छ कि छैन याद नहुने, थाहा नहुने, अनि विद्यार्थीहरूलाई पनि कहिले हुन्छ मिटिङ, कहिले हुन्छ वार्षिक उत्सव, कहिले त्यहाँ चाहिँ सांस्कृतिक कार्यक्रम कहिले हुन्छ भन्ने खालको त्यो जगाउने काम चाहिँ हामीले गरेका छौँ। त्यो मेरो नेतृत्वमा रहेको नगरपालिकाको शिक्षाको चाहिँ म अध्यक्ष नै मै हो, कालिका नगरपालिकाको नगर प्रमुख। यो हाम्रो नेतृत्वमा चाहिँ हाम्रो टिमले जुन एउटा काम गरेको छ, यसमा पनि भीमोदयले पनि कार्य सम्पन्न गरिसकेको छ। भीमोदयले कार्य सम्पन्न बेलैमा गरेको हुँदा भीमोदयको लागि एकपल्ट ताली जोड्छ। कतिको बजार अब तपाईँले ताली कसको लागि बजाउनु थाहा छ? कसको लागि ताली बजाउनु पायो त्यो जस्तो लागिरहेको हजुर? आफ्नै लागि? आफ्नै भने मेरो लागि?
कसको लागि ताली बजाउनु पायो जस्तो मलाई त मेरो लागि ताली बजाइदिए हुन्थ्यो जस्तो लागिरहेको। मेरो लागि ताली बजाउन के गर्नुपर्छ थाहा छ तपाईँहरूले? मेरो लागि ताली बजाउनको लागि तपाईँले आफ्नै लागि ताली बजाउनु पर्छ, हो कि होइन? आफ्नै लागि ताली बजाउनको कारण के हो म भनौँ? तपाईँले एससीमा राम्रो डिभिजन ल्याएर पास गर्नुभयो भने हाम्रो शिर उच्च हुनेछ। यहाँ बस्ने अध्यक्षज्यू लगायत यहाँ समितिका साथीहरू, प्रधानाध्यापक, उच्च शिक्षक साथीहरू, सबै सर गुरुवर्गहरूको लागि, यो पदमपुर क्षेत्रको लागि, कालिका नगरपालिकाको लागि, यो बागमती प्रदेशको लागि, देशको लागि राम्रो हुनेछ। जब तपाईँको राम्रो हुनेछ हामी सबैको राम्रो हुनेछ। ल तपाईँको लागि एकपल्ट जोरदार ताली। मलाई अहिले के थाहा भयो भने मैले याद गरिरहेको थिएँ, 2-4जनाले अघि अलिकति के अरे चाहिँ यहाँ विद्यालयको लागि भन्दा अलिक कम ताली लाउनु भएको थियो। मैले पछि यसो याद गरेको थिएँ, म नाम चाहिँ भन्दिनँ। 2-4जनाले चाहिँ आफ्नै लागि भनेपछि बढी ठोक्नु लाग्यो कि होइन? तपाईँ आफ्नै लागि राम्रो ताली लाउनु हुँदछ हो। ल यस कारणले गर्दा अब तपाईँहरूले यो तालीलाई कायम राख्नको लागि के गर्नुपर्छ भन्दा, के गर्नुपर्छ? यो ताली कायम राख्न परीक्षामा राम्रो गर्नुपर्छ हो। हामी चाहन्छौँ कि कालिका नगरपालिकालाई समृद्ध कालिका नगरपालिका, सुखी कालिकावासी बनाउन चाहन्छौँ। यो नारा भनेको कसैले के भन्छन् भने के भने होला भन्छन्, समृद्ध कालिका नगरपालिका जबसम्म बन्दैन हाम्रो यो नाराले ठकाइ मार्दैन। सुखी कालिकावासी जबसम्म बन्दैन यो नाराले ठकाइ मार्दैन। निरन्तर यो नारा चाहिँ लगातार यो नारा लागिरहन्छ। यस कारणले म भन्न चाहन्छु कि समृद्ध बन्नको लागि शिक्षालाई ध्यान दिनु पर्यो, समृद्ध बन्नलाई श्रमलाई जोड्नु पर्यो, समृद्ध बन्नलाई स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार, भौतिक विकासदेखि लिएर गएर कृषि, आयार्जन, उत्पादन सबै कुरामा चाहिँ राम्रो सबल बन्न पर्यो। समृद्ध बन्नको लागि बाल विवाह मुक्त नगरपालिका हुनु पर्यो। समृद्ध बन्नको लागि खोप, कुनै पनि खोप लाउन नपाएको खोप मुक्त छ भन्ने यो क्लियर हुनु पर्यो। खोप प्राप्त गरेको नगरपालिका हुनु पर्यो सम्पूर्ण बालबालिकाले। कुनै पनि बालबालिकाले बाल विवाह गर्नुहुन्न, कुनै पनि बालबालिका लागु औषध दुर्व्यसनीमा बस्नुहुन्न भन्ने कुराको क्लियर हुनु पर्यो। यसमा 51वटा इन्डिकेटरहरू छन्। यसमा कतिपय इन्डिकेटरहरू टेबलका छन्, कतिपय इन्डिकेटरहरू प्र्याक्टिकलका छन्। प्र्याक्टिकलको एउटा इन्डिकेटर चाहिँ तपाईँ पास हुनु पर्यो हाम्रो लागि, यति हो। ल फेरि एकपल्ट ताली। तपाईँ पास हुनुभयो, राम्रो डिभिजन ल्याउनु भयो भने पनि हाम्रो एउटा इन्डिकेटर थपियो, एउटा चाहिँ सूचाङ्क थपियो, 1 नम्बर हाम्रोमा थपियो र हाम्रो कालिका नगरपालिका समृद्धको ढोका खुल्छ। मैले यो कुरा किन भन्छु भन्दा तपाईँको ढोका, तपाईँको भविष्यको लागि तपाईँले कुरा गरिराख्दा, मैले म यहाँ उभिएर कुरा गरिराख्दा तपाईँको बुवा आमाले तपाईँको लागि कति सोच्नुहुन्छ भन्ने कुरा म आफू पनि एउटा छोराछोरीको बुवा भएको कारणले गर्दा मैले यति धेरै सोच्छु, मैले यति धेरै चिन्ता लिन्छु। पक्कै पनि तपाईँको बुवा आमाले पनि त्योभन्दा पनि अझ बढी चिन्ता लिनुहुन्छ होला। सायद मैले चाहिँ तपाईँहरूको सुत्ता चिन्ता लिनु परेको छ। मैले कालिका नगरवासी सबैको चिन्ता लिन्छु भने तपाईँको बुवा आमालाई त छुट्छ कि तपाईँको मात्रै चिन्ताले पुग्ने बनाएको छु। त्यस कारणले गर्दा तपाईँको बुवा आमाको अनुहारमा खुसी ल्याउनको लागि पनि तपाईँले अबिर लगाएर घर गएको हुनुपर्छ, तपाईँले खादा माला लगाएर घर गएको हुनुपर्छ, तपाईँको अनुहार हँसिलो भएर घर गएको हुनुपर्छ, तपाईँले गिफ्टहरू लिएर गएको हुनुपर्छ, अनि मात्रै तपाईँको आमा बुवाको खुसी हुन्छ। यसको लागि के गर्नु पर्यो? पढ्नै पर्यो, फर्स्ट हुनै पर्यो। यसको लागि के गर्नु पर्यो? मेहनत गर्नै पर्यो। म तपाईँहरूलाई भन्न चाहन्छु कि कालिका नगरपालिका भूगोलमा हामी पहाडदेखि तराईसम्म जोडिएका छौँ। पदमपुर क्षेत्र भनेको अत्यन्तै राम्रो घना बस्ती हामीले भन्ने गर्छौँ। 1600 बिघा यहाँ प्लानिङ छ। तपाईँ यस्तो पालिका, यस्तो नगरमा बस्नु भएको छ, नेपालभरि यतिको प्लानिङ भएको ठाउँ कहीँ पनि छैन। त्यस्तो ठाउँमा बस्नु भएको छ। हामी यति विकटतामा पनि छौँ, हामीले हेर्नुपर्ने विकटता पनि छ, हामीले हेर्नुपर्ने तल पनि छ। तपाईँहरूलाई म भन्न चाहन्छु कि तपाईँहरू अब यो विकटताको लागि चिर्नको लागि तपाईँहरू अब्बल भएर निक्लिनु पर्यो। तपाईँहरू पनि भोलि यहाँ माइकमा आएर भाषण गरेर हामीले जस्तै गरी तपाईँहरूलाई मोटिभेसन गरेर जसरी कुरा गर्न खोजिरहेको छौँ, तपाईँहरू कति कन्भिन्स हुनुहुन्छ, कति तपाईँहरू चाहिँ तयारी गर्नुहुन्छ हाम्रो भनाइबाट तपाईँहरूले बुझ्ने कुरा हो। तर तपाईँहरूलाई हामी के भन्न चाहन्छौँ भने तपाईँहरू पनि भोलिका भविष्यका सन्ततिहरू, भोलिका भाइ बहिनी, हाम्रा चाहिँ तपाईँको छोराछोरीहरूको लागि चाहिँ यहाँ आएर त्यो भन्न सक्ने क्षमता तपाईँहरूसँग प्रदान होस् भन्ने कुरा चाहिँ म शुभकामना दिन चाहन्छु। तपाईँहरूको बाबा आमाको जुन खालको आज सम्झिनुहोस्
बाबा आमा दाइ दिदी परिवार मामा माइजू मेरो भान्जाले राम्रो गरे भने कस्तो राम्रो रेस्पोन्स हुन्छ। समाज कस्तो छ? तपाईँ पढ्नुहोस्, राम्रो गर्नुहोस्, मेरो 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 भन्ने खालको समाज छ। आज तपाईँ नराम्रो गर्नुहोस्, नातै पर्दैन भन्ने परिस्थिति छ। त्यो तपाईँमा पनि छ, ममा पनि छ। यसको मतलब के हो? यसको मतलब हामी राम्रो गर्नको लागि, प्रोत्साहन दिनको लागि यो भनिरहेका छौँ। यद्यपि नराम्रा गर्नेहरूको लागि पनि स्थान छ, उहाँहरू पनि सुध्रिन पर्छ, सच्याउनु पर्छ, सुधार्नु पर्छ, हामीले नै हो। तर मलाई लाग्छ भीमोदयले नराम्रो विद्यार्थी एउटा पनि उत्पादन गर्ने छैन। यसको लागि ताली। हामीलाई अफिसमा जानुहुन्छ, नगरपालिकामा भन्नुहुन्छ, उहाँले कुरा गर्नुहुन्छ, सर यसको कसरी मिलाउन सकिन्छ, शिक्षालाई कसरी अगाडि बढाउन सकिन्छ, हामीसँग भएको साधन स्रोत आर्थिक व्यवस्थापन, हामी पछि बनेको नगरपालिका हो, हामीलाई चाहिँ महानगर अन्त ठुल्ठुला नगरपालिका 50 वर्ष अगाडि तुलना बनेका नगरपालिकासँग तुलना गरिन्छ। वास्तवमा हामी त हुर्कँदैछौँ, हामी जम्मा 7 वर्ष 8 वर्ष भयो हाम्रो नगरपालिका नै स्थापना भएर हामी अगाडि बढेको। 8-9 वर्षभन्दा हामी पटेका छैनौँ, 10 वर्ष पनि भएको छैनौँ हामी। तर पनि हामी विकासको चरणमा अगाडि बढेका छौँ। पूर्वाधारहरू निर्माण गर्दै, शिक्षा क्षेत्रलाई राम्रो गर्दै हामी अगाडि बढिरहेछौँ। हामीले देखाएको बाटोमा, हामीले कोरेका गोरेटाहरूमा तपाईँहरूले त्यहाँ चाहिँ राम्रो गर्नुपर्नेछ। त्यो त्यही बाटोलाई राम्रो व्यवस्थित गर्नुपर्नेछ। हामीले देखाएको मार्गमा तपाईँहरूले त्यहाँ अरू भाइ बहिनीहरूलाई देखाउनु पर्नेछ। यसको मतलब बाटो देखाउने भनेर बाटै मात्रै देखाउने होइन, पथ प्रदर्शकको रूपमा तपाईँहरू हुनुपर्नेछ भविष्यमा। मैले यो कुरा भन्न चाहन्छु, तपाईँहरू जुन उद्देश्यका साथ यो स्कुलमा आजभन्दा 10 वर्ष अगाडिदेखि अथवा कुनै न कुनै विद्यालयमा पढेर यो विद्यालयमा तपाईँहरू प्रवेश गर्नुभयो, तपाईँहरू आज मात्रै पढेर 2 दिन पढेर 3 दिन पढेर पनि केही हुँदैन। तपाईँहरूमा पहिला कुरा भनेको चाहिँ पढेका कुराहरू पनि वर्षौँ पढे पनि तपाईँहरूमा हताश मानसिकता, तपाईँहरू चाहिँ निराशापन, अल्छीपन, घरका तनाव यी आदि इत्यादिले तपाईँहरू निराश बन्न सक्नुहुन्छ। त्यो चिजलाई तपाईँहरूले कम्तीमा नि 1 महिना तपाईँहरूले त्यसलाई निकालेर पढ्दिनु पर्यो। कम्तीमा तपाईँ माइन्डमा फ्रेस हुनु पऱ्यो। तपाईँ बिहान कति बजे उठ्ने, कति बजे तपाईँहरू सुत्ने, त्यो चिजको टाइमको पङ्क्चुअलता चाहिँ अब तपाईँहरूले आजै बेलुकैबाट मिलाउनु पऱ्यो। तपाईँले चाहिँ जाँदाखेरि जुत्ता कहाँ खोलेर राख्ने, भोलि खोज्दाखेरि कहाँ पाउने, तपाईँको समय 1 मिनट पनि वेस्ट नहोस् कि जुत्ता र मोजा कता छन् भनेर खोज्दै जाने र मम्मी कहाँ, बाबा कहाँ, खै कता, लुगा कता भनेर खोज्दै हिँड्ने, समय वेस्ट नहोस्। कतिपय समयहरू हाम्रा घरमा सानसाना किटकिटका झगडाहरू समय व्यवस्थापन गर्न नसक्दा, स्मरण शक्तिले काम नगर्दाखेरि कतिपय सानसाना कुराहरू झगडाहरू परिरहेको हुन्छ। ती कुराहरूमा नि म्यानेज गर्ने तपाईँ एउटा असल छोरा असल छोरी बन्न परेको परिवारमा बुवा आमालाई समस्या पर्दा पनि सम्झाउन सक्ने, सुझाव दिन सक्ने, नयाँ कुराहरू दिन सक्ने। अहिले त तपाईँहरू सामाजिक सञ्जाल पनि हेर्नुहुन्छ, अन्तर्राष्ट्रिय राष्ट्रिय कुराहरू तपाईँले विभिन्न कुराहरू थाहा पाउनुहुन्छ। तर तपाईँले यो नबिर्सिनुहोस् कि आफ्ना भाइ बहिनीहरूलाई भन्न चाहन्छु, तपाईँले यो नबिर्सिनुहोस्, अन्तर्राष्ट्रिय राष्ट्रिय कुराहरू थाहा पाउँदै गर्दा आफ्ना नाता नभुल्नुहोस्, आफ्ना गुरुवर्ग नभुल्नुहोस्, आफ्ना टोल नभुल्नुहोस्, आफ्नो गाउँ नभुल्नुहोस्। तपाईँहरूले यो अत्यन्तै महत्त्वपूर्ण कुरा छ। आफ्नो समाज नभुल्नुहोस्, आफूले मान्न पर्ने मान्छे को हुन् यी चिन्नुहोस्। अब तपाईँहरू पनि तपाईँहरू अरूलाई सुद्धा सम्झाउन सक्ने भइसक्नु भएको छ। त्यस कारणले गर्दा तपाईँहरूको अर्जुन दृष्टि, तपाईँहरूको ध्यान, अनुशासन सँगसँगै तपाईँहरूको चाहिँ के हुनु पर्यो भन्दा अब परीक्षाको तयारीको विषयलाई चाहिँ विशेष गरी तपाईँहरूले ध्यान दिनुपर्ने छ। कालिका नगरपालिका शिक्षामा समृद्ध, हामीले धेरै प्रतिशत रकम, सबभन्दा बढी प्रतिशत रकम हामीले शिक्षामै इन्भेस्ट गरेका छौँ। हेर्नुहोस् त, यत्रा बिल्डिङहरू, यो सारा सबै हिजोदेखिका चाहिँ तपाईँको सरकारको तर्फबाट बन्दै आएका बिल्डिङहरू हो। भौतिक पूर्वाधारहरू, टिचरहरू लगायत हाम्रा चाहिँ इन्भेस्ट लगानीहरू म्याक्सिमम लगानी छ। के गरिदियो र भन्छ, अहिले जमाना कस्तो छ भने एउटा कसैले चाहिँ 4-5 पेज कापी ल्याएर दियो भने उहाँहरूले केही गरेर यही गरेको भने, तर यहाँ धेरै इन्भेस्ट, धेरै लगानी छ। अहिले हामी यहाँ तपाईँहरूलाई आएर कुरा गरिरहेको किन भन्दा हाम्रो लगानी कतै खेर जान्छ कि, हाम्रो लगानी कतै बिग्रिन्छ कि, कतै हाम्रो लगानी पोखेर बालुवामा पानी भन्छौँ नि, बालुवामा पानी हाल्यो भने माथिबाट पानी सिधै तल जान्छ, फुलमा पानी हाल्यो भने पलाएर आउँछ भने जस्तो हामी कतै बालुवामा पानीको हुन्छ कि। अनि त्यो चिन्ताले तपाईँहरूको माझ समय निकाली आज यहाँ हामी यहाँ बोलिरहेछौँ, कराइरहेछौँ, तपाईँहरूको लागि सम्झाइरहेछौँ। तपाईँहरू आफैमा फेमिलियर हो, तपाईँहरू आफैमा फेमिलियर हो। यो परिवार हो, एउटा भीमोदय परिवार हो। यो भीमोदय परिवारले कालिका नगरपालिकाको शिर एससीमा मात्र होइन, अन्य विषयमा पनि, अन्य प्राविधिक विषयमा पनि, अन्य विषयमा पनि, सबै विषयमा चाहिँ सफलता प्राप्त गरी कालिका नगरपालिकाको शिर उच्च राख्नेछ। ओके,
अरू धेरै कुराहरू राख्दिनँ। तपाईँबाट हामीले धेरै आशा गरेका छौँ। नगरपालिकाको म नगर प्रमुख विनोद रेग्मी तपाईँको भविष्य उज्जवल होस् भन्ने शुभकामनाका साथ मेरो भनाइ अन्त गर्छु र तपाईँले एससीमा राम्रो गर्नुभएको भन्ने उद्देश्यका साथ फेरि यही प्राङ्गणमा फेरि यहीँ आएर तपाईँहरूलाई सबैलाई फुलका माला लगाएर अबिर रङ्ग्याएर घर पठाउँ